विपिन जोशीको घटना यति लामो समयपछि सार्वजनिक हुनु र जसलाई जीवित छ भनेर पटक पटक फोटो भिडियो सार्वजनिक हुँदाहुँदै मृत घोषणा भएको जुन समाचार आयो नि, यो हामी कहाँनिर चुक्यौँ? हामी कहाँनिर चुक्यौँ भन्दा पनि अब समग्र नेपालीले एउटा चाहिँ देशको युवा, यो चाहिँ सारा नेपाल आमाको एउटा सन्तान होइन, विपिन जोशी जीवित छन् र उनलाई सकुशल चाहिँ नेपाली समाज र उनको परिवारले चाहिँ देख्न पाइन्छ भनेर हामीले वर्षौँदेखि चाहिँ प्रतीक्षा गरिरहेको अवस्था थियो। यसै क्रममा अब चाहिँ के भन्दा विपिनका आफन्तहरू होइन, आमा दिदी बाउ आफन्तजनहरू पनि के भन्दाखेरि अब इजरायलसम्म पुगेर युनाइटेड नेसनका चाहिँ के भन्दा महासचिवसम्म भेटघाटबाट हमासले चाहिँ के भन्दा विपिनलाई बन्धक बनाएको या चाहिँ के भन्दाखेरि मृतक अवस्था तुल्याएको कि लास चाहियो कि सास चाहियो भन्ने हिसाब किताबमा दबाव सृजना भएको अवस्था अन्तर्राष्ट्रिय जगत मार्फतबाट थियो भने नेपाली सोसियल मिडिया सरकारबाट पनि परराष्ट्र मन्त्रालयबाट पनि विपिनको चाहिँ खोजी नीति र चाहिँ विपिन कहाँ छन् भन्ने कुरामा विगत लामो समयदेखि सरकार पनि यसको चाहिँ लागि लागेको थियो भने मूलत नेपाली समाज र तपाईँ हामी सबै युवा र नेपाली 3 करोड नेपालीले विपिनको चाहिँ सकुशल उद्धार वा जीवित अवस्थामा देख्नको लागि प्रतीक्षा गरिरहेको अवस्थामा अचानक अत्यन्त मर्माहित अत्यन्त दुःखद घटना हिजो बाहिर आयो। हाम्रो समाजमा छ नि कि लास कि सास चाहियो भन्ने। अब यो अहिले लास पनि भेटेको छैन, सास पनि भेटेको छैन, त्यस्तो अवस्थामा मर्यो भनेर समाचार सार्वजनिक भइहाल्नु सनसनीपूर्ण हुँदाखेरि त्यो परिवारलाई परेको आपतमा सञ्चारकर्मी सञ्चार जगत नै कति आफ्नो कर्तव्यबाट टाढा त गएन? मूलत यो कसरी जस्टिफिकेसन भयो भने अब हामीले पनि यसलाई अलि निहालेर हेर्दाखेरि त्यहाँको चाहिँ भनौँ इजरायली चाहिँ अधिकारीहरूबाट यो अहिले चाहिँ हमास र इजरायलको चाहिँ युद्ध विराम भएको अवस्थामा होइन, अब चाहिँ एम्बुलेन्समा विपिन जोशी सहित 5 जना चाहिँ दिवंगत आत्माहरूको चाहिँ एम्बुलेन्समा राखेर चाहिँ निकालिएका चाहिँ भनौँ त्यो दृश्यहरू इन्टरनेसनल मिडियाबाट आएको कुराहरू पनि रह्यो र चाहिँ के भन्दा आधिकारिक चाहिँ रूपमा इजरायलबाट चाहिँ गभर्मेन्टको चाहिँ अथोरिटीबाट पनि विपिन जीवित नरहेको कुराहरू आएको हुनाले यो मिडिया भन्दा पनि हिजोको चाहिँ नेपाली मिडिया जगत भन्दा पनि अन्तर्राष्ट्रिय मिडिया जगत र स्वयं चाहिँ इजरायलबाट देखिएको दृश्यले चाहिँ प्रमाणित गर्यो कि अब हामी माझ चाहिँ अब विपिन रहेनन्। अत्यन्त दुखित भयौँ, मर्माहित भयौँ, स्तब्ध पनि भयौँ। यस्तो अवस्थामा उहाँको चाहिँ परिवारमा शोक मग्न भएको अवस्थामा हामीले धैर्य धारण गर्न ईश्वरसँग प्रार्थना गर्ने र उहाँले शान्ति दिने यो शोकलाई शक्तिमा परिणत गर्नको लागि हामीले चाहिँ अपिल अनुरोध र चाहिँ प्रार्थना गर्नु बाहेक के गर्न सकिन्छ? सर यो पनि त हो नि, विपिन जोशीको मृत घोषणा हुनुभन्दा करिब 24 घण्टा अगाडि समेत उनको भिडियो सार्वजनिक भइरहेको थियो। हामीले कतै पहल ढिलो गऱ्यौँ कि त्यो भिडियो सार्वजनिक हुनुलाई फेक भयो कि, अर्थात् बारम्बार जीवित छ है भन्दा भन्दै मृत भयो भन्ने समाचार आउँदा आउँदै हामी आफ्नै कुटनीति पहलबाट त चुकेका होइन? मूलत के छ भन्दा यो तपाईँको चाहिँ युद्ध हो है, यो चाहिँ मुठभेड भन्दा पनि यो युद्धको दौरानमा भएको चाहिँ बेपत्ता भएको कब्जा गरेको अवस्थाको परिस्थिति हो। अब मिडियाले पनि के त भन्दा आफ्नो भ्युअर्सहरू बढाउनको लागि अब यो सस्तो खालको प्रचार प्रसारले केही मिडिया जगतप्रति पनि मान्छेको चाहिँ के भन्दा विश्वास टुट्न जान्छ। अब यहाँकै शब्दमा 24 घण्टा पहिला उनी बोलेको देखिएको विगतको भिडियोलाई देखाएर जुन एउटा मिडियाबाट चाहिँ एउटा चाहिँ के हो विपिन जोशी त चाहिँ हाम्रो युवा त जीवित छन् है, हामीले देख्न पाउने भयो, उनी नेपालमा सकुशल आउनु पाउने भयो, उनका आफन्तहरू गए खाली हात फर्कन नपाउने भयो भनेर यस्तो आशा लाग्दो गरेको अवस्था र अब 24-32 घण्टा पहिला चाहिँ नै उनी बोलेको दृश्यहरू देखाउँदाखेरि के भइदियो भन्दा विश्वास गर्न बाध्य भयौँ। विश्वास पनि गर्न बाध्य भयो र अर्को कुरो चाहिँ पछि जुन एउटा वास्तवमा उनी रहेनन् भन्ने कुराहरू आइसकेपछि हामी अत्यन्त चाहिँ के भन्दा दुखित भयौँ। यो त समग्र देशको एउटा युवा गुमाएको नेपाल आमाको काखबाट एउटा युवा रित्तिएको अवस्था हो। यो अत्यन्त दुःखद पीडा हो देशको लागि, किनभने अब त पक्कै पनि चाहिँ जीवित रूपमा चाहिँ हामीमा चाहिँ विपिन आउँछन् भन्ने हामी आशा गरेकोमा 81 यस्तो खालको चाहिँ जीवनै नरहेका घटनाहरू दृश्य आइसकेपछि अत्यन्त पीडाबोधहरू स्वाभाविक। अब विपिन जोशी आफैमा बहादुरी हो, जसको एउटा उनले बम फाल्नाले उनको धेरै साथीहरूको ज्यान बचाएको छ, जसले आफ्नो परिवार भेटेको छ। तर त्यही बम फालेकै कारण चाहिँ उनलाई
हमासले पक्राउ गरेको भन्ने खालका समाचारहरू सार्वजनिक भयो। त्यो हिसाबमा तपाईँ आफै सेना, तपाईँ आफैले युद्धमा पनि हुमिनु भएको छ, एउटा नेपाली हिजोको द्वन्द्वकाल सामना पनि गर्नुभयो। त्यो छेड कसरी पार हुन्छ? त्यो छेडलाई बहादुरी भन्न मिल्छ कि बाध्यता परिस्थिति भन्न मिल्छ? मूलत के हुन्छ भन्दाखेरि यो द्वन्द्व युद्ध भनेको कतिखेर के हुन्छ मान्छे कसरी काम मर्छ भनेको थाहा हुँदैन। हाम्रो पनि युद्धकालमा चाहिँ तपाईँको कानबाट सुई गोली जान्थ्यो, त्यही पनि हामी बच्यौँ होइन, विभिन्न भिडान्तहरूमा भिड्नु पऱ्यो। त्यति बेला बङ्कर हुँदैन थियो तपाईँहरूको पालोमा? बङ्कर हुँदैन त, ब्यारेकमा रहेको ब्यारेकबाट बाहिर लडाइँ पनि हुन्थ्यो। त्यसले गर्दाखेरि अब छेकथुन परिस्थिति भाग्य विधाता भनौँ। अब दुर्भाग्य नेपाली र नेपाली बिच लडेको युद्ध हो यसलाई अब खासै पुरुषार्थपूर्ण युद्धको रूपमा देखिँदैन। त्यो युद्धले क्षति र चाहिँ देशको उद्योगति बाहेक केही उपलब्धि भएन, त्यो यहाँले जानेकै कुरा हो। मूलत के छ भन्दा विपिन जोशीले चाहिँ के भन्दा एउटा ग्रेनेड चाहिँ फालिएको थियो अरू पक्षबाट। त्यो ग्रेनेडलाई उनले चाहिँ के भन्दाखेरि तत्काल छोपेर चाहिँ नफालेको भए 100जना मान्छे मर्थे। उनले चाहिँ सुरक्षामा आफ्नो ज्यान दिएर चाहिँ अन्यहरूलाई बचाए। एउटा बहादुरी चाहिँ कायम गरे इन्टरनेसनल जगतमा। उनले चाहिँ आएको चाहिँ हरेक प्रकारको बमलाई चाहिँ छोपेर विस्फोटन हुनुभन्दा पहिला त्यसलाई क्याच गरेर चाहिँ डिस्ट्रोय गरेर फाल्थे। त्यो चाहिँ हजारौँ चाहिँ मान्छे चाहिँ बचाउनु सक्सेस भयो। एउटा चाहिँ वान म्यान फाइटर आर्मीको रूपमा नेपालको एउटा सान मान इज्जत र प्रतिष्ठामा वीर गाथाले रचेको इतिहास पनि यहाँ जन्मन सक्छ है। तथापि चाहिँ के भन्दा अब हमास पक्ष विद्रोही पक्षले चाहिँ के भन्दा उनलाई त्यही बाहनामा बन्धक बनायो। बन्धक मात्रै बनाएन, उनलाई त त्यही समयमा नै चाहिँ के भन्दा हत्या गरेको रहेछ भनेको त पुष्टि भयो नि त। त्यो त सार्वजनिक गर्नको लागि ढिलाइ गरेको देखियो नि त। किनभने हिजो एकैचोटि 5-5वटा चाहिँ पार्थिव शरीरहरू एम्बुलेन्समा बाहिर चाहिँ निकालेर हस्तान्तरण गरेका कुराहरू नै इन्टरनेसनल मिडियामा हामीले हेऱ्यौँ। अब त्यो मिडियामा चाहिँ भनौँ अपवाद होइन, सत्यता नै हो। त्यसले गर्दाखेरि के भन्दा विपिनले अरूको ज्यान बचाएर आफ्नो ज्यान गुमाए। उनको चाहिँ हामी यहाँकै लोकप्रिय मिडियाद्वारा हार्दिक श्रद्धा सुमन होइन, समवेदना टक्राउँदै उनको चाहिँ आत्माले वैकुण्ठमा बास होस्। यस्ता वीर युवाहरूको यो प्रकारको जुन एउटा भनौँ राम्रो काम गर्दा पनि नराम्रो तरिकाले ज्यान गुमाउनु पऱ्यो, यसमा हामी अत्यन्त दुखित पनि छौँ। शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने यो चाहिँ दुःखद घडीले चाहिँ शक्ति प्रदान गरोस् भन्ने प्रार्थना पनि गर्न चाहन्छु। अब तपाईँले नेपाली समाजलाई बुझ्नु भएको छ, त्यस्ता खालका घटना त्यस्ता घटनाको परिवारसँग नजिक पनि तपाईँ धेरैचोटि उमिनुभयो, धेरैलाई सम्झाउनु पनि भएको छ होला सम्भवतः। अब आफ्नो छोरा, आफ्नो दाइ लिन गएका ती आमा र बहिनीलाई नेपाल फर्किँदै गर्दाखेरि के भन्नुहुन्छ? अब हेर्नुहोस्, किन भन्दाखेरि अब आफ्नो छोरोलाई सकुशल लिन राष्ट्रिय अन्तर्राष्ट्रिय पहलमा होइन सरकारकै चाहिँ सहयोगमा इजरायल पुग्नुभयो, संयुक्त राष्ट्रमा पुग्नुभयो। आफ्नो छोरालाई, आफ्नो भाइलाई होइन आफ्नो दाइलाई मूलत चाहिँ के भन्दाखेरि अब हामी लिएर आउँछौँ नेपाल। विपिन आउँदाखेरि हामीले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ सम्मान गराउँला, अँगालो मारौँला होइन। युवा बहादुर युवाको चाहिँ आज बाँचेर सकुशल आएको अवस्था भयो भनेर भन्ने सारा नेपालीको मनमा चाहिँ एउटा गढेको विषय थियो। यसरी उहाँहरू पनि आफ्नो चाहिँ जनलाई लिन जानुभएको अवस्थामा खाली हात फर्कनु पऱ्यो। जीवनमा के भन्दाखेरि यो चिजलाई जतिसुकै हामीले प्रार्थना रोए पनि, कराए पनि, चिच्याए पनि, टाउको ठोके पनि जीवन चाहिँ गइसकेपछि पुनः प्राप्ति हुँदैन। जन्म र मृत्यु शाश्वत छ। र के भन्दा मरण कसरी मरियो भन्ने कुरा हो। अब विपिन जोशीले आफ्नो बहादुरीका साथ चाहिँ नेपाली रगतलाई चाहिँ विश्वमा भनौँ चर्चित गराएर स्वयं चाहिँ मान्छेलाई बचाएर उनले चाहिँ आफ्नो मर्न बाध्य भएको अवस्था आयो। यसलाई चाहिँ के भन्दा देश र मानव जगतको लागि मेरो छोराले गरेको योगदान अन्तर्राष्ट्रिय रूपमा चाहिँ एउटा स्वर्ण अक्षरमा चाहिँ परिभाषित हुनेछ भन्ने हिसाबले यसलाई चाहिँ यो शोकलाई चाहिँ के भन्दा शक्तिमा परिणत गरेर नेपाल आउनुहुन उहाँलाई चाहिँ अपिल पनि गर्दछु र अहिलेको चाहिँ शोकाकुल अवस्थामा धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गर्दछु। अब हामीसँग विपिन रहेनन्, विपिनको एउटा तस्बिर र केही भिडियो बाहेक केही पनि रहेन। अब भोलि त्यस्ता विपिनहरू अन्य विदेशमा रहेर अर्को विपिन नबनोस् भन्नको लागि चाहिँ यो सिङ्गो समाज र सिङ्गो राष्ट्र यति बेला जेन्जी पुस्ता भनेर चिनेका छन्, यिनले पनि त केही आफ्नो कर्तव्य पुरा गर्नुपर्छ होला। अब दोस्रो विपिन नबन्नको लागि नेपाल र नेपालीले के अपनाउनुपर्छ? मूलत के छ भन्दाखेरि हामीले हाम्रो देश स्वर्गमय देशलाई नर्क कले बनायो, भ्रष्टाचार कले बनायो।
हामीसँग सम्पूर्ण चाहिँ भनौँ प्राकृतिक सम्पदाले ओतुरो गएको एउटा मूर्धन्य शक्तिमा रहेको चाहिँ राष्ट्र धनी धनी सुन्दर विशाल राष्ट्रलाई यस्तो चाहिँ एउटा अपाङ्ग कसले बनायो भन्ने हिसाबमा जुन आन्दोलन पनि भयो र आन्दोलनबाट जेनजी पुस्ताले जुन एउटा अकल्पनीय परिवर्तन गर्यो त्यो परिवर्तनले व्यवस्थापन गर्न नसकेको अवस्था पनि छ। यदि योलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएन भने चौतर्फी चाहिँ घेराबन्दीमा विदेशी घेराबन्दीमा नेपाल चाहिँ घेरिसकेको अवस्था छ। हामीले हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्प्रभुतालाई बचाउनको लागि, आफ्नो सार्वभौम सत्ता बचाउनको लागि अब देशलाई चाहिँ हामीले जोगाउनुपर्छ भन्ने हिसाबमा जानुपर्छ। अब विपिनजी पनि अब एउटा जेनजी पुस्ताको एउटा युवा हो। जेनजी पुस्ताले पनि मेहनतहरू नभइकन राष्ट्र अब हामी सर्वप्रथम यो देशमा सब चिज छ, सब थोक भएर पनि हामीले विश्व सामने एउटा चाहिँ सुनको कचौरामा भिख मागिरहेका छौँ। त्यसैले यहाँका युवाहरू आफ्नै देशमा बसेर आफ्नो भविष्य भाग्य र भविष्य निर्माण गर्नको लागि यहीँ 10 नङ्ग्रा खाएर नेपाल आमाको आँचामा बसेर यही माटोमा रमाएर यो श्रमसँग खेलेर देश विकास र समुन्नतिको लागि विदेश जानु हुँदैन। हामी जानु हुँदैन भन्ने प्रतिज्ञा लिएर हामी यो देशमै गरौँ, यो देशमै आफ्नो शक्ति ऊर्जा र चाहिँ सामर्थ्यलाई चाहिँ के भन्दा सिञ्चन गरौँ, यो देशलाई बनाऊँ, देशको विश्वकै सर्वशक्तिमान र समृद्ध राष्ट्र बनाउनु तर हामी सबै लागौँ भन्ने खालको एउटा यो घटनाले हरेक नेपाली समाज र युवाहरूमा एउटा सन्देश, एउटा दरो र खरो चाहिँ सन्देश दिएको पक्कै पनि। नेपालीहरूको महान चाड तिहार अझ भनौँ एउटा बहिनी एउटा चेलीको लागि ठुलो सपना हुन्छ आफ्नो दाइ भाइलाई फुलमाला लगाउने, तर त्यो लगाउन पाएनन्। त्यो हिसाबले विपिन जोशीको बहिनी पुष्पा जोशीलाई यति बेला एउटा परिवारको हिसाबले सम्झाउनु पर्यो भने कसरी सम्झाउनुहुन्छ? अब जीवन हो, अब जीवनमा चाहिँ के भन्दा यो खालको चाहिँ दुःखद घटना घट्यो, यो अपूर्ण क्षति भयो, यसलाई पुनः चाहिँ के भन्दा जीवित गर्न सकिँदैन। मनलाई थामेर अब चाहिँ मेरो दाइले चाहिँ के भन्दाखेरि अरूलाई बचाउनको लागि जीवन त्याग गरेको भनेर आफूलाई चाहिँ के भन्दा संयम धैर्यतालाई चाहिँ एउटा मजबुतीका साथ चाहिँ आफ्नो सम्मान गरेर पुष्पा छोरीलाई बचाइ एउटा चाहिँ निवेदन पनि गर्न चाहन्छु। र यो दुःखद घटनाको व्याख्या विश्लेषण चाहिँ परिस्थितिमा भए पनि अब हाम्रो समीप आइरहेको तिहार छठ पर्वको चाहिँ सम्पूर्ण देश र विदेशमा रहेका मान्यजनहरूमा हार्दिक शुभकामना, सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्य र देशको शान्ति सुरक्षा अब चयनको समेत कामना व्यक्त गर्न चाहन्छु। र अब आउने दिनहरूमा दिदी बहिनीहरूले आफ्ना दाजुहरूलाई राष्ट्र निर्माणको पक्षमा, न्यायको पक्षमा, अन्यायको विरुद्धमा, मातृभूमिको रक्षाको लागि चाहिँ अगाडि बढ्ने शक्ति, ऊर्जा, सहनशीलता र चाहिँ दृढता र चाहिँ सामर्थ्यवान शक्ति प्रदान गर्ने आशीर्वाद उहाँबाट होस् भन्ने अग्रिम प्रार्थना, शुभकामना पनि दिन चाहन्छु। ठिक छ, तपाईँ भावुक हुँदै एउटा हामीले यति बेला एउटा बहादुरी छोरा विपिन जोशी गुमाएकोमा हामीले केही प्रश्न सोध्यौँ, जसको लागि उनको परिवार र विपिन जोशीका पर्खाइमा बसेका आम शुभचिन्तकहरूको लागि तपाईँको यो केही शब्दले थप बल पुगोस्, उहाँहरूलाई खुसी मिलोस्, अर्थात् उहाँहरूलाई चाहिँ यो दुःखद घडीमा पनि हाँस्ने एउटा खुसी वातावरण बनोस्। समय समाजको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। जय जननी, जय